हेलो गाइज, यो चाहिँ लोकल कुखुराको मासु। यो चाहिँ गाउँघरको, यो चाहिँ नयाँ वर्षको चाहिँ सेलरोटीहरू। अनि म चाहिँ यस्तो अँधेरो ठाउँमा हिँडिरहेको छु गाइज, गाउँघरतिर। अनि त्यसपछि अब यहाँ आउँदा आउँदा चाहिँ यहाँ एउटा बाटोमा चुत्रुको बोट भेट्यो। त्यहाँ चाहिँ अब यस्तो पहेँलो फुल फुलिरहेछ, चुत्रुको सुन जस्तै। कति पहेँलो छ सुन जस्तै, हेर्नुहोस् त गाइज यहाँनिर कति राम्रो छ। त्यसपछि धेरै अँधेरो समय छ। चैतको महिनामा पनि यस्तो कुहिरो लागेर पानी अब ठुलो पानी पर्ला जस्तो भइरहेछ। म चाहिँ ओह्रालोतिर आइरहेको छु, तलतिर घर जाने भनेर, अब माथि आफन्तकाहरूको घरबाट। अनि यस्तो झ्याप्पै कुहिरो आएछ, ओह्रालो लागिरहेछु म। अब ठुलै पानी पर्ने हो कि के हो, बाटोमा फेरि पिट्ने हो कि पानीले, न बिजोकै हुन्छ। ओढ्ने छाता पनि ल्याएको छैन। हिँडिरहेको छु म, तलतिर आइरहेको छु। बाटो पनि एकदम अब गान्डुङ र गुन्डुङ छ। अब राम्रो बाटो छैन, झ्याप्पै अँधेरो छ गाइज, के गर्ने। अब चैतको महिनामा पनि यस्तो हुँदो रहेछ हो, कति अँधेरो हुँदो रहेछ। यो कुहिरो लागेको, यो बर्खा लागेको अचम्मै लाग्यो गाइज। धन्यवाद सबैजनालाई।